अहिलेका टेलिसिरियल जगतका चर्चित कलाकार विनोद श्रेष्ठले महिनामा कति कमाउँछन् त? के हो उनको आम्दानीको स्रोत? के उनी नेपालको महँगो कलाकारमध्ये एक हुन् त? आउनुहोस् यसै विषयमा कुरा गरौँ। भुन्टी, सकस, जुठे, टुरी लगायत सिरियलका प्रमुख कलाकार विनोद श्रेष्ठ अहिलेका सबैभन्दा व्यस्त कलाकारमध्ये एक हुन् भन्दा फरक नपर्ला। अभिनेता तथा निर्देशक विनोद श्रेष्ठको आधिकारिक कमाई वा एक्ज्याक्ट आम्दानीको तथ्याङ्क सार्वजनिक गरिएको छैन, किनकि नेपालका कलाकारको व्यक्तिगत कमाई प्राय गोप्य नै रहन्छ। तर उहाँको काम र नेपाली टेलिभिजन तथा युट्युब क्षेत्रको मानक अनुसार उहाँको आम्दानीका मुख्य स्रोतहरू यस प्रकार छन्। नम्बर 1 मा रहेको छ टेलिभिजन र वेब सिरिज। भुन्टी, सकस, जुठे जस्ता अत्याधिक हेरिएका युट्युब सिरियलका मुख्य कलाकार सामान्यतया प्रतिभाग अथवा मासिक सम्झौतामा काम गर्छन्। एक मुख्य अभिनेताको रूपमा उनले प्रतिभाग रु 10,000 देखि 25,000 भन्दा बढीसम्म लिने अनुमान गरिन्छ। विनोदले केही सिरियलहरू आफै लेख्ने तथा निर्देशन गर्ने भएकाले त्यसबाबत पनि थप आम्दानी हुन्छ। नम्बर 2 मा रहेको छ म्युजिक भिडियो र मोडेलिङ। विनोदले लोकदोरी, तेज र आधुनिक नेपाली म्युजिक भिडियोहरूमा अभिनय गरे बापत प्रति भिडियो रु 15,000 देखि 50,000 सम्म लिने गरेका छन्। नम्बर 3 मा रहेको छ युट्युब र डिजिटल प्लेटफर्म। उनको आफ्नो युट्युब च्यानल विनोद श्रेष्ठ प्रोडक्सन, फेसबुक र टिकटक जस्ता माध्यमबाट पनि उनले राम्रो आम्दानी गर्ने गर्छन्। विज्ञापनको आम्दानी र सिरियलको भ्युजका अनुसार बोनस तथा सेयर प्राप्त हुन्छ। नम्बर 4 मा रहेको छ स्टेज सो र विज्ञापन। विभिन्न मेला, महोत्सव, सांस्कृतिक कार्यक्रममा उपस्थिति तथा सामाजिक सञ्जाल, टिकटक, फेसबुक मार्फत गरिने ब्रान्ड प्रमोसनबाट पनि राम्रो आम्दानी हुन्छ। समग्रमा सुटिङमा व्यस्तता र प्रोजेक्टहरूको आधारमा विनोद श्रेष्ठले महिनामा रु 1 लाख देखि 2,50,000 भन्दा बढीसम्म कमाउने अनुमान गर्न सकिन्छ। उनको व्यस्तता र माग अनुसार यो आम्दानी अझै बढी हुने देखिन्छ। कामबाट जति कमाए पनि उनी एक राम्रो अभिनेताका रूपमा कलाकारिता क्षेत्रमा चिनिन्छन्।